कसरी हार्ने हेर न दाजु अब देशको स्थिति यस्तै छ कमाएर आफै सर्भाइभ हुन गाह्रो छ इङ्ग्लिस त बुझ्नुहुन्न नि तपाईँ कमाएर आफै पालिन गाह्रो छ विदेश जान्छु भने जान त्यहाँ अनि साँच्चै दाजु त्यो माथि भण्डारी कामदाईले पुराण लगाएको ठाउँमा बोलाएन तपाईँलाई ओहो मैले त बस्सकै बिर्सिहाल्छु नि बरान भाइला जानु पर्यो नि लो त्यसो भए ढिला नगरी जाउँ दाइ अब यहाँ बसेर हुँदैन अब उहाँनिर फेरि भजन पनि यति राम्रो गाएका हुन् र बाटोमा सुनेको म त नाच्दै नाच्दै आएँ अगाडि त दुईटा नानी थिए छम छम नाचे थिए अब मलाई नि खुब जाउँ जाउँ लागेको छ फेरि निम्तो दिएको ठाउँमा नपुग्दा पनि रिसाउने हो कि जाउँ 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 जाऊ महिना भाइ जाऊ दाजु कता हो आउनु अलि चाँडो म त फटाफट हिँडेँ फुत्तै आइपुगिहालेँ हेर मान्छे त कति राम्री रहेछन् टलक्क टल्के खानाले तिम्रो दाँत झाडुले बढाएर यस्तो छ दाँत पनि एउटा त यति माथि उछिटेछ ओए बरान भाइला भन्नु दाजु ए म त यो सँगसँगै आइहाल्ने ठ्याक्कै तैँले भन्ने बित्तिकै अघि भर्खरै बाटोमा कुरा भएन र तर दाजु एउटा कुरा मैले बुझेको छैन क्या ए कस्तो कुरो भनिहाल्नु त्यो साँच्चै पुराणमा जाँदा चाहिँ के लिएर जानुपर्छ ए माइला भाइ त त साँच्चै नै माइला भइछस् पुरानोमा जाँदाखेरि त सबैभन्दा राम्रो पनि शुद्ध मन भाव लानुपर्छ हो तपाईँले त तँसँग भाव छ त हो त तपाईँले राम्रो कुरो हो साँच्चै मन त भनिन्छ है त मैले अस्ति देखाएकै कहीँ कहीँ देख्छु नि म पनि के पुराणमा जान्छन् मान्छे अनि त्यही घरबेटीको कुरा काट्या छ गुरु त पुराण भनिरहेको यता यता हल्ली खल्ली गरेछन् बोलेछन् तर त्यस्ता भेट्नै मन लाग्दैन अलिक पर जानु बोल्नु त्यही त हो नि त तिनीहरू ती गुरु भनिरहेछन् ती बोलेछन् त्यसलाई भने त के भन्छ त्यो किताबमा हुन्छ नि एउटा श्रोता के भनिदिन्छ क्या त्यो त्यस्तै त्यस्तै हो क्या सुन्न मन नलाग्ने नलागिकन जबरजस्ती सुन्न आफ्नै कुरा गर्छ कि त्यही भने अनि अरू चाहिँ के लानुपर्छ नि लानु पर्यो नि फल फुल ए भेटी पनि लानु पर्ला भेटी पनि अब आएको छ कि छैन नुहाएर आएर त हिजै नुहाएको ए हिजै पनि जाडामा दिने विषय कसले नुहाउँछ मैले त अब घरकाले देख्दा यो वृद्धाश्रममा त कसले नुहाएनन् भन्ने थाहा हुँदैन मैले त अब चाहिँ के गर्न थालेको छु नि बुढेसकाल पनि लाग्यो बिहान उठो अनि यो भित्रको दुइटै लुगा धोएर सुकाइदियो टाउकोमा पानी छमछम गरेर हिँड्यो अब नुहाए जस्तो पनि देखि नि अब हेर्ने मान्छेले त्यही लुगा सुकाएको लुगा त हेर्छ नि होइन त्यही हेर्ने अरू के हेर्ने तर दुःख लाग्दो कुरो छ क्या हाम्रो सन्तान सुन न भन्नु हाम्रा सन्तानहरूले कहिले पनि धर्मको काम गरेनन् अब पढाउने हामीले गाई खाने शिक्षा पढाउने दाजु अब हेर्नु त यी पुरै त बाका छोरालाई अब यत्रा विद्वान रहेछन् साँच्ची पढ्ने चाहिँ कहाँ हुन् पढ्ने त ए भनेर माइला के भन्छ तैँले तर त गाउँका यसो डुल्ने मान्छे म त डुल्न पनि हाम्रो सिकाएर हुन्छ पण्डित कहाँ ल्याएछन् क्या त्यो तैँले सुन्नु पर्ने थियो नि आफ्नै घरको कान्छो छोरा हुनुहुन्छ अरे पढ्ने ए त्यत्रो पढिसक्यो कान्छो छोराले हाम्रो छोराछोरी उहाँ गएछन् विदेश होइन उहाँका छोराछोरी टन्न त्यति मात्र हो र यो मेरो त काम छ त सुन व्याकरणमा आचार्य पास गरेर आउनु भएको छ अरे व्याकरण आचार्य त्यति मात्र हो र साहित्यकार पनि अलिअलि हुनुहुन्छ भन्ने कुरो थाहा सुनेको छ मैले आमा हौ अब के गर्नु दाजु हामीले छोराछोरी पढायौँ त्यही विदेशीको नोकर अब पुरै त बाजेले हेर दिमाग लाएर पण्डित पढायो कमसे कम भित्री मोक्ष त गर्ने भए कति राम्रो अब हेर वृन्दावन घरमै बनायो घरमै सबै छोराछोरी घर पनि घर छेउछाउमा सरे हो नि कहाँ दुईजना छोराछोरी मास्टर हो दुईजना तीनजनै होला नि यति हो गर्नै बिर्सेँ मैले कता कता अब तिनजना हो र तीनजना जस्तो लाग्छ अब बोलिदिइहाल्यो फ्याक्चे निक्ले चिप्लिगयो बोल्यो भए मिल्यो नभए नमिल्यो ल जाउँ ल
ओहो ठ्याक्कै आइपुगेछ र यार हेर्नु त त्यहाँ गुरु कति ब्युटिफुल हो त्यो त्यो लुगा हेर्नु नि त त्यो रातो लुगामा चटक्क धपक्क बलेको कतै कतै क्रिम पाउडरको धोस्याएको जस्तो लाग्यो अह छैन छैन त्यो त जुङ्गाले हेर न दाँत त कति टल्केको है साह्रै राम्रो हुनुहुन्थ्यो साह्रै राम्रो हेर त कति राम्रो भएको त टन्नै आँगा राखिने यार ले आमा आमा ओहो ओ त्यहाँ ओ आइफोनले खेद्दैछ ल आइफोन पनि नजाऊ अब यतैपट्टि जाऊ लो गुरुलाई ढोक गरे है गुरु नारायणम ए दाजु भाइले राधे भाइ त बिसाउने बिर्सेछ नि तैँले बके गरिस् हुन त म भन्दा पनि अब के गर्नु छोराछोरीहरूको पनि भारी यही काँडमा छ अब उनीहरू विदेश गए पनि के गर्नु यो मन मान्दैन रहेछ घरिघरि तिनीहरूलाई सम्झिने रुटुक्क रुने त्यति मात्रै हो धन्न वृद्ध आश्रममा थिएर तपाईँलाई भेट भयो हो त अब तपाईँ र मेरो पनि भेट्न भएको भए त हामी पानी बिनाको माछा हुन्थ्यो होला त आज ठ्याक्कै हो भाइ हो छटपट्यो के छैन मनको पिर मनहरूले मात्रै हुन्छ त्यही भने दाजु ओ गुरुहरू छाडै चटक्क परेका ढोक गर्नु भएन तपाईँले मैले त अघि नै राधे राधे हो टक्राइसकेँ त बाबु राधे 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 अनि गुरुदेव हाम्रो उहाँ पुरोहितबाले यो यज्ञ किन लाउनु भएको रहेछ नि यो यज्ञ आफ्ना समस्त ज्ञात अज्ञात पितृहरूको उद्धार गर्नको निमित्त हजुर अनि त्यसै गरी आफ्नो कनिष्ठ पुत्रलाई आफ्नो घरमा माता पितालाई श्रवण गराउनको निमित्त भागवत श्रवण गराउनको निमित्त यो यज्ञ आयोजना भएको हो। साँच्चै त यो कनिष्ठ भने चाहिँ के शब्द हो कान्छो कान्छो ए कान्छ हो म त अहिले बुझ्दिनँ नि त तैँले संस्कृति पढाएको बुझ्छस् बच्चैमा बुढो भएको मै हो सुरुमा अनुहार त देखायो भने पुरै कालै छ मेरो जन्मिँदै कान थियो नि जन्मिँदै कान थियो क्या ए त्यही भएर अनि गुरु हजुरको परिचय पाउन सकिन्छ कि हजुर मेरो नाम चाहिँ दिनेश भण्डारी म पनि यही घरकै छोरा भतिज हुँ मेरो घर चाहिँ सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका वार्ड नम्बर 2 भेडिया भन्ने ठाउँमा पर्छ र भेडामा घर पर्छ भेडिया 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 भेडामा घर होइन भेडिया पछाडिको सुन्ने बिर्सेछ यहाँ चाहिँ सुन्ने बिर्सेछ अगाडिको मात्र त्यही एउटा कान नभएर होला फेरि मेरो एउटा दुर्गुडो छ नि म कसैको नाम सम्झिन्न ठ्याक्कै याद हुन्छ मलाई याद चाहिँ हुन्छ त्यही भएर अहिले चाहिँ यो भेडो भनेपछि ठ्याक्कै याद भयो उता डडेलधुरा पनि याद छ नि मलाई अच्छा त्यो नि याद छ अनि हाम्रो उताको मुस्कुराइरहने ह्यान्डसम गुरुजीको नाम पनि भन्नुहुन्छ कि हजुर हजुर मेरो नाम चाहिँ युवराज भण्डारी हो युवराज। अब मेरो बारेमा तपाईँले भनिसक्नु भएको छ अघि नै युवराज रे युवराज अब देशमा राजा नभए बेला युवराज युवराज ल र राखिदिने कि सबैलाई लिएर गएर जय होस् होइन बसिरहनु भएको त उहीँको राजा ओहो यता त हाम्रो साह्रै राम्रो राम्रो कलाकार अघि अघि भने कति राम्रो भजन सुने होइन अघि त्यहाँ पर बाटामा आउँदाखेरि अब मान्छे देखे होइन भजन त कानले सुन्नु नि यति राम्रो स्वर यति राम्रो स्वर कोइलीको बराबर स्वर छ अनि साँच्चै कपाल त म त नानी नानी जस्तो लाग्यो दिदी दिदी त होइन नि पक्कै पनि कति राम्रो कपाल भएको नि नभन्नु न त्यस्तो लजाउनुहुन्छ अहिले अनि नानी नारायण गरे नारायण भयो नारायण राधे राधे अनि कहाँ पऱ्यो नानीको घर ए घर चाहिँ यता पश्चिमतिर हो निजगढ बारा के हो नाम परिचय पाम ए नाम चाहिँ मेरो नवराज राउत हजुर हजुर अनि हाम्रो यो यो अगाडि यो डुड लिएर बस्ने बाबु गुड भन्छ फेरि ए यो ठिक मौरीको घारो नौरी घाँडो देख्छु मैले त उताको भन्नु यताको भन्नु यताको मान्छे उहाँको चाहिँ जनकपुरबाट आउनुभएको ए अनिल झा नाम उहाँको ल उहाँलाई नि नारायण भनिदिनु अनि यहाँ सुन यो बत्ती यही सोलरबाट बजाएको थियो होइन सोलर हो त्यो खोइ नानीलाई सोधो न नानीलाई थाहा छ सबै त्यो चाहिँ अक्टोप्याड हो क्या अक्टोप्याड हो त्यो अक्टोप्याड हो हो इलेक्ट्रिक बाजा हो त्यो चाहिँ अक्टोपक्स होइन यो अक्टोप्याड भनेको त्यही त्यही प्याड भने धेरै बज्छ अरे त्यहाँबाट धेरै माछा बच्चा पनि त्यहीँबाट निक्लिन्छ अरे डमरू पनि त्यहीबाट तर निस्किन्छ। दाजु है। एक गन्थन मन्थन छोडिदिउँ मैले सामान ल्याएछ अनि उहाँको नाम नि उहाँको नाम चाहिँ छोटु
छोटु मान्छे लम्बु लम्बु नाम छोटु रहेछ कस्तो राम्रो नाम छोटु हो विराटनगरबाट आएको विराटनगरबाट आउनुभएको न जय बस राधे राधे ए दाजु है ए अलिअलि ल्याएको छु कि के गर्नु यसो पूजा गरौँ न कहाँदेखि सुरु गर्नुपर्छ पूजा ओहो कहाँदेखि यता आइज यहाँ म देखाइदियो सुरुमा कहाँ पूजा पहिला गर्नुपर्छ गणेश भगवानलाई पूजा गर्नुपर्छ गणेश भगवान अनि त्यहाँबाट लक्ष्मी नारायण छ नवग्रहको छ यी दक्षिणा पनि राख्नुपर्छ दक्षिणा अँ, अलिअलि ल सकेको कि सकेको चढाउनु पर्यो नि गुरुको पूजा पनि गर्नुपर्छ र किन नपर्यो प्यासाई त्यति राम्रो गुरु हुनुहुन्छ पूजा गर्नु परेन अब आफ्नै घरको छोरालाई पनि पूजा गर्नुपर्छ भनेर सोधे क्या ल अघि पछि पो छोरो प्यासाको कुयो बच्चा छोरो भन्न पाइन्छ गुरु भन्न पाइँदैन ए म त नबुझेर क्या फ्याट फ्याट सोध्न आउँछ कहाँदेखि के हाल ल तै पूजा गर है म दिएर यहाँभन्दा माथि जानु मिल्दैन गणेशजीलाई अक्षता राम्रोसँग पूजा गर्नु राम्रोसँग यो फल कति राम्रो फल ल्यायो एप्पल गणेशजीलाई ल ए एप्पल भन्न आयो अलिअलि है ल आउन दाजु यहाँ म नि आऊ व्यास पूजन गर्नु भन्नुहुन्थ्यो गरिहालु यहाँभन्दा माथि त आउन सक्दैन म त ल दाजु तपाईँ प्रेमले लगाइदिनु त म यहाँबाट झिक्छु म लगाइदिनु हजुर अनुहार चाहिँ देखाउनु है राम्रो मान्छेको फेरि राम्रो କଥା भन्नुहुन्छ अरे अहिले सोधे छैन भोलि जय होस् कल्याण हो योभन्दा अगाडि पनि सुने जस्तो लागिरहेछ जय होस् दाजु मैले त यो नरियल पनि ल्याएको छु नि खै साँच्ची यसको के महत्त्व छ पुराणमा त यसको ठुलो महत्त्व छ भनी सुनेको सिरिफल यसको नामै सिरिफल सिरी यो चढाएपछि सम्पत्ति आउँछ तपाईँ पण्डित बाबुकै छोरा हो क्या कि थाहा छैन बाउको पो पण्डित बाउको छोरा त म त होइन नि त उनीहरू त कता जे भने पनि थोडा बहुत त भनिदिन्छु यो हेर्दैमा यहाँ बाहिर पनि हुन्छ एउटा ठुलो कभर यसको तर हुन्छ फेरि अर त्यो क्रिकेट जस्तै हो क्या त्यो एकदम अरौरो हाड जस्तै हुन्छ त्यहाँभित्रको यो नरम यो भित्र पानी पनि हुन्छ यस्तै सफा मन हाम्रो पनि होस् लौ प्रभु हाम्रो पाप रक्षा गरून् सबैले आउँदा एक एकवटा यसरी ल्याएर चढायो भने सम्पूर्ण पास नाश हुन्छ भनेर हजुरबाले भन्नुहुन्थ्यो ए मलाई पनि भन्नु त्यो बेला कालमा अहिले त होइन तर भा आए पाँडकान्दा ओ प्रभु माइला त्यहाँ त अर्काले अरूले नाचे त देखियो हामी ननाच्ने अहिले नाचिहाल्नु र एउटा भजनमा बजाएर छमछम नाच्छु होइन, अब भोलि बेलैमा आऊ तर यता एउटा कुरो नबुझेँ मैले चाहिँ के कुरो अब कथा सुन्न आइयो